नमस्कार। आज म तपाईँलाई एउटा कुरा यो मिलवालाहरू हुन्छ नि, यो मिलहरू यो कुटानी पिसानी राखेका मिलहरूका मिल चलाउने मान्छेका घरमा भैँसी बाख्रा यसो मोटाएको देख्नुभयो भने पनि मिलवालाले चोर्छन्, लुकाउँछन्, आफ्ना भैँसी बाख्रा लुकाएर दिएर त्यो भैँसी बाख्रा त्यस्ता मोटा गराछन् भन्नुहुन्छ नि होइन। अब त्यो कतिको वास्तविक हो या होइन भन्ने कुरा म तपाईँलाई देखाउन चाहन्छु। म पनि अलिअलि कुटानी पिसानी गर्छु होइन। अब मान्छे तपाईँ लिएर जस्तो अन्न छोड्नुभयो होइन, दाना ल्याएर छोड्नुभयो। अब तपाईँ हुनु भएन भने त जे गरे पनि भयो, एक पाथी दुई पाथी जति लुकाए नि भयो। यदि तपाईँ हुनुभयो भने पनि मिलवालाले कसरी बदमासी गर्न सक्छन् होइन। के साँच्चै लुकाउँछ नै होला त? अनि मिलवालाका त्यो गाई भैँसीहरू अथवा बाख्राहरू त्यो लुकाएर अरूको दाना पानीले मोटाउँछन् होला त? के हो यो विषयमा म तपाईँलाई जानकारी गराउन चाहन्छु। जानकारीमूलक एउटा भिडियो लिएर आएको छु। ल हामीले यहाँ पिस्दैछौँ होइन, दाना पिस्दैछौँ। दाना पिस्दैछौँ हामी, तपाईँलाई देखाउन चाहन्छु। ल यहाँ सक्यो होइन, चारो सक्यो। ल चारो सक्यो। अब चारो माथि चारो सकिएपछि त अब मिल चलाइरहने कुरा त भएन होइन। अब कसरी बदमासी गर्छन् त मिलवालाले भन्ने कुरा, अथवा गर्छन् कि गर्दैनन्, तपाईँ ढाँटेर उनलाई आरोप लगाएको हो कि भन्ने कुरा म यहाँबाट थोरै क्लिप देखाउन चाहन्छु। ल तपाईँ हेर्न सक्नुहुन्छ है। यसमा भएको म यो भरि झार्दैछु, तपाईँलाई देखाउन चाहन्छु। ल हेर्नुहोस् है, यसमा केही छैन। ल हेर्नुहोस्, ल यसमा केही छैन। ल हेर्नुहोस् है, खाली छ है, खाली छ। अब म तपाईँलाई के छ त यहाँको अवस्था देखाउन चाहन्छु। ल तपाईँलाई म यहाँ खोल्छु होइन। ल हेर्नुहोस्, हामी मिल चल्दा चल्दै बन्द गऱ्यौँ होइन। यहाँ यति बच्यो यहाँ। ल हेर्नुहोस्, यहाँ यति बच्यो। म यसलाई निकाल्छु होइन। अब यता पनि छ अलिकति, यता पनि छ। म यो सबै कुरा झारेर तपाईँलाई देखाउन चाहन्छु मिलवालाले कसरी बदमासी गर्छन् होइन, अथवा गर्दैनन्। मिलवालाका मिल चलाउनेहरूका बाख्रा अथवा भैँसी कसरी मोटा हुन्छन् भन्ने कुरा देखाउनको लागि मैले यति गर्दैछु तपाईँहरूको बिचमा। ल हेर्नुहोस्, अब यसमा यति छ है। यो भरि पनि यता साइडतिर पनि छ होइन। यो यसलाई तपाईँलाई एकछिन देखाउँछु। अब अर्को कुरा, यहाँ यसलाई म यसैमा राखेँ, देख्न सक्नुहुन्छ। मैले यहाँ बसालेको छु यो ल हेर्नुहोस्, यता यो साइडतिर फेरि टन्न रहेको हुन्छ कि। ल हेर्नुहोस्, एक दुई महिना त यतै रहन्छ होइन। अब यो यसलाई बाहिरै जाओस्। ल हेर्नुहोस्, ल हेर्नुहोस्, यसमा लगभग एक महिनाभन्दा धेरै छ। ल तपाईँलाई यहाँ यसलाई पनि झारेर देखाउँछु। यसलाई हामी झार्यौँ होइन, यसलाई झार्यौँ। अब यसलाई लगाइदिउँ, यसलाई सेफ्टी यहाँबाट लगाइदिउँ। ल अब तपाईँ देख्न सक्नुहुनेछ। अब ल हेर्नुहोस् है, अब यसमा भएको पनि यसलाई यहाँ झारौँ। अब यो भित्र भएको निकाल्छु म। खस्यो भुइँमा खस्यो। ल यो पनि यसैको हो। ल हेर्नुहोस्, तपाईँले
मिलवालालाई लगाएको आरोप साँच्चै ठिक रहेछ कि बेठिक रहेछ यो कुरा अब तपाईँहरू आफै विचार गर्नुहोस्। एकजनाको रासन पिस्दाखेरि यति आउँदो रहेछ, लग यसमा 2 महिनाभन्दा धेरै छ, 1 थाल छ होइन। दिनमा यसै गरी 8-10जनाको पिस्न कुट्न पाइयो भने त होइन, त्यो मान्छे भएको बेला पिसे कुटेसी हो, अरू नियत मान्छेको खराब भयो, मान्छे नभएको बेला पिस्ने कुट्ने गऱ्यो भने त धेरै अब चोर्ने लुकाउने गर्न पनि सक्ने भयो होइन। अब यदि उज गरेर राम्रैसँग यसो मान्छेले थाहै नपाउने गरेर लुकाउँछु चोर्छु भने नि यति आउँदो रहेछ, एकजनाको पिस्ने कुट्ने गर्दा 2 महिना ठ्याक्कै आयो होइन। यो त सानो मिलको कुरा हो। फेरि अब यसै गरी दिनमा 8-10जनाको कुट्नुभयो भने लगभग तपाईँको 2-3 पाथी त होइन दिनमै यति आउँदो रहेछ होइन। अरूको क्या यो उता ज्याला खा लत्काएर होइन, उता यता अन्न यस्तो गराएको छ। ल यो गऱ्यो भने यही कारणले हो मिलवालाका गाईहरू बाख्राहरू भैँसीहरू एकदम मोटा हुने होइन, एकदम अरूका भन्दा राम्रा हुने कारण यही हो है साथीहरू। ल बुझ्नुभयो नि तपाईँले। ल हस्, धन्यवाद।